नयाँ सिस्टम क्लास 8लाई अहिले चाहिँ फेरि भेटौँला कार्यक्रम अन्तर्गत यिनीहरू फर्स्ट टाइम अरूको सेन्टरमा गएर इक्जाम दिइरहेको छ। यसपालि सेन्टर चेन्ज भएको छ। यिनीहरूको मनोबल नघटोस् भनेर यिनीहरूलाई चाहिँ एउटा सम्मान गरेको हो। क्लास 9ले टिचर पाउनु पर्दैन, अर्को साल हुन्छ। र बच्चाहरूका भाइ बहिनीहरूलाई म एकदमै यहीँबाट भन्छु, प्रोपर एड्रेसमा स्कुल आउनुहोस्। 7 बजे यहाँ स्कुलमा आइपुग्नु पऱ्यो। एडमिट कार्ड हुनु पऱ्यो र अरूको सेन्टरमा इक्जाम दिँदाखेरि मर्यादित अरू क्लास भएर इक्जाम दिनु पऱ्यो। भोलि झै झगडा कफी च्याप्ने यस्ता गतिविधिहरू भयो भने त्यहाँ कसैले पनि केही गर्न सक्दैन। 1 वर्ष एब्सेन्ट बस्नुपर्ने अवस्था हुन्छ। त्यस कारणले आफ्नो इक्जाम दिने, मर्यादित भएर आउने, इक्जाम दिने। अब सेन्टरमा जाने सरहरूले त्यो व्यवस्थापन गर्नुहुन्छ र अरू कुराहरू म पर्सि बिहान आउँदाखेरि सबै तपाईँहरूलाई राखेर फेरि कुरा गर्छु। र एडमिट कार्ड चाहिँ सबैले दिनुपर्छ, किनभने यो हाम्रो स्कुल जस्तो इक्जाम हुँदैन। यो इक्जाम भनेको अलिकति फरक किसिमको इक्जाम हो, किनभने हामीले विद्यार्थी चिनेका छौँ, को विद्यार्थी कस्तो हो भन्ने कुरा हामीलाई थाहा छ। तर त्यो सेन्टरमा त एडमिट कार्ड नभइकन विद्यार्थीको पहिचान हुँदैन। कारण फर्स्ट हेर्ने भनेको एडमिट कार्ड हो। एडमिट कार्ड चाहिँ एकदमै सुरक्षित राख्नुहोस्। र मैले दिनले मेरो घरमै छुट्यो भन्यो भने इक्जाम दिन पाइँदैन है। मैले सबैलाई अहिले यहीँबाट भनेको छु। त्यस कारणले यो कुरा तपाईँहरूले ध्यानमा राख्नु पऱ्यो र बाँकी कुरा गर्दै गरौँला। अब कक्षा 8को भाइ बहिनीहरूलाई एकदमै बेस्ट विशेष कङ्ग्रेचुलेसन भन्न चाहन्छु। भोलि नगरपालिकाको स्तरीय परीक्षामा यदि हाम्रो भाइ बहिनीहरूले उत्कृष्ट नगर स्तरीय उत्कृष्ट मार्क ल्यायो भने स्कुलले तपाईँहरूलाई 5000 पुरस्कार दिन्छ। मैले माइकबाट बोलेको छु, सम्मानसहित 5000 रुपियाँ पुरस्कार प्रदान गर्ने मैले बाटो गरेको छु। त्यही अनुसार तपाईँहरूले पनि आफ्नो तयारी गर्नुहोस्।